मेरो कुरा सुन्ने भक्ति म मर्दिन्छु मेरो कुरा सुन्न भनेको म मर्दिन्छु सुन्न भनेको भक्ति मर्दिन्छु सुन्न भने कस्तो खाले फोको गरेको यार भन्न कस्तो मर्छु कि मर्छु भनेको यार मर्दिन्छु कस्तो खाले रहेछ है मान्छे त मलाई मिलाइदिन्छ कि दिँदैन त्यति चाहिँ भन् त मिलाउनु त मिलाइदिन्थ्यो नि कस्तो खाले कुरै नबुझेको अर्का बुढीहरू नानी गामा नानी पो छ त नानी गामाहरू कसरी मिलाइदिनु तँलाई भन्छ लु त्यत्रो सोल्टिनी भरिमा तँलाई त्यही नानी गामै मन परेको अर्का बुढी नै मन पर्यो आन्टी नै मन परेको त्यत्रो सोल्टिनीहरू चाहिँ त्यहाँनिर कस्तो खाले रहेछ हौ यो त मर्छु भन्छ यार मन पर्यो भनेपछि मलाई मन पर्यो त्यो मेरो बुढी होस् या अर्काको बुढी होस् दुनियाँले किसिम बनोस् तर मलाई त्यही मन पर्यो भने मिलाइदिनुहोस् कि मिलाइदिँदैन कसरी चाहिँ मिलाइदिनु तँलाई अर्काको बुढीहरू नानी आमाहरू छ अर्को घर नबिगाने मान्छेले भोलि तिमी के सोच्छ के भन्छ तँलाई लु भन्छ के भन्छ नि इक्जाम दिएछ सर्टिफिकेटसँग लिएर आएछ भन्छ नि मलाई चाहिँ त्यो चाहियो भनेपछि मलाई चाहियो म नानी पनि पालिदिन्छु अरे भन्दैन ए म त्यतिकै उठाइदिन्छु म एकपल्ट गरिदिन्छ म मर्दिन्छु ल म मर्दिन्छु पढ्ने केटी भए पनि त म भन्दिनँ मजाले मैले भन्दैछु त नानी आन्टीलाई चाहिँ कसरी तपाईँलाई भक्तिले मन परायो भन्नु आन्टीलाई म नानी पनि पालिदिन्छु भन्दैछु झन् गाईको दुध 17 महिना खुवाएर म हुर्काउँछु आफ्नो नानी जस्तो गर्छु तर मलाई चाहिएन कन्भर्ट ठुलो छ नानी ठुलो छ मिलाइदिए ल यत्तिरी कसरी मिलाउनु भनेको आन्टी चाहिँ मलाई